परेको छ भने कस्तो मेन्टालिटीमा खेल्नुपर्छ, के सुधार गर्नुपर्छ बनामिका? तपाईँहरू के गर्नुहुन्थ्यो, के भन्नुहुन्थ्यो गुरुले? हामीलाई चाहिँ कुमार सरले स्कोर पोइन्टको कुरामा चाहिँ 15सम्म अगाडि चाहिँ ढुक्कै खेला नम्बर 15 हुँदाखेरिसम्म, त्यस पछाडि चाहिँ अलिक विचार गरेर खेल्नुपर्छ है। र पनि तर लास्ट पोइन्टसम्म गिभअप गर्ने होइन, हामीले टर्न गर्न सक्छौँ भन्ने मेन्टालिटीले खेल्थ्यौँ। अहिले त अझ पनि केही बितेकै छैन कि जस्तो लाग्छ मलाई। 2टा सेट गुमाउनु भनेको त्यति साह्रो केही होइन जस्तो लाग्छ, किनभने अझै पनि चान्स छ यो अर्को सेटलाई पल्टाएर फेरि पनि हामी जित्न सक्छौँ, त्यस्तो मेन्टालिटी हुन्थ्यो। तर अर्जुन बलियान र सुरज चौधरीहरू छन् यहाँ के गर्ने? अब त्यस्तो टाइममा चाहिँ यो खेलाडी यस्तो छ भनेर गरि सक्दैनौँ ला भनेर त हुँदैन नै होइन। हामी गर्न सक्छौँ भन्ने तरिकाको होइन, एउटा हुन्छ नि आफ्नो हर्टलाई स्ट्रङ बनाएर पावरको युज हुँदैन भने त्यहाँनिर माइन्डको युज गरेर भए पनि कसरी हुन्छ, कसरी चाहिँ त्यो 2टा प्लेयरलाई बिट गर्न सक्छौँ भन्ने तरिका। किनभने त्यहाँ 6 प्लेयर्स हुन्छ, नट ओन्ली 2 प्लेयर स्ट्रङ भयो भने अरू प्लेयरहरू त कति प्लेयरहरू त विक पनि त हुनुहुन्छ होला, उहाँहरूलाई टार्गेट गरेर गर्ने हो कि भन्ने तरिकाको पनि सोच्नुपर्छ। सायद अझ धेरै कुराहरूमा अलिकति गाह्रो भइरहेको छ। तेस्रो सेट हेर्नेछौँ यहाँ के गर्नेछ डोटपाटन। मलाई त मेन प्रब्लम उनीहरूको स्पाइकिङमा लागिरहेको छ। ब्लक र डिफेन्स त परको कुरा, उनीहरू यति मिसफायर गरिरहेका छन्, त्यो एक्युरेसी कसरी जोड्ने? अब यस्तो हो, त्यो कुरामा चाहिँ सायद त्यो स्पाइकरलाई सेटरको बल नमिलेको पनि हुनसक्छ होइन। म कतिवटा स्पाइकिङहरूमा देखिरहेको थिएँ त्यहाँ बलहरू कति मिस भइरहेको छ होइन। अर्को कुरा भनेको अपोनेन्ट टिमको ब्लक एकदमै स्ट्रङ देखिन्छ, त्यो कारणले गर्दाखेरि पनि उहाँहरूलाई अलिकति गाह्रो भएको होला। जस्तो कि यहाँ अहिले भर्खरै मात्र त्यो अपोनेन्टको स्ट्रङ ब्लकको कुरा गर्दै हुनुहुन्थ्यो, हेर्नुहोस् डेड ब्लक टाइप थियो, तर लिबेरोसँग समय छ जस्तो पनि लागेको थियो मलाई रिकभर गर्नको लागि त्यो र्याली। रमेश उनी र नवराज दुईजना खेलाडीमा चाहिँ अलिकति देखियो। प्रवीणले पनि राम्रै गरिरहेका छन्, तर खासै अन्य खेलाडीहरूमा त्यो क्षमता भनौँ या त्यो एक्सपिरियन्स प्रकाश तामाङ पनि छन्, बेला बेलामा आइरहेका छन्। त्यो बाहेक अरू खासै खेलाडीहरूसँग त्यो प्रकारको देखिएन। भूपेश अनुभव? साथ दिनुपर्ने हुन्छ, जसरी साथ दिइरहेका छन् नेपाली खेलाडीहरूले। यता अर्जुनलाई साथ दिइरहेका छन्, सुरजलाई साथ दिइरहेका छन्। त्यसरी एउटा खेलाडीले कसैले स्कोर गरिरहेको छ भने ब्याकबाट पुस पनि गर्नुपर्ने छ, अर्को खेलाडी पनि आउनुपर्ने छ जसले स्कोर गर्न सक्छ। त्यो भन्ने मेन्टालिटी छैन। यहाँ के मेन्टालिटी हुनेछ? स्कोरको मेन्टालिटी हुनेछ। क्युआइसी पछि परिरहेको छैन, सामान्य तरिकाले लिइरहेको छ, स्कोर बलियो बनिरहेको छ, देख्न सक्छौँ। यहाँ राम्रो मेन्टालिटी छ सबै खेलाडीहरूको। सुरज के गर्नेछन्? यहाँ स्कोर गर्नेछन्। यहाँ रमेश यो पटक धोरपाटनका लागि खुसियाली त मनाइरहेका छन्। रमेश डिजर्भ पनि गर्छन्, उनले राम्रो गरेका छन्, तर टिमले खुसियाली मनाउनको लागि सबै 6 जनाले नै राम्रो गर्नुपर्ने छ, जुन भइरहेको छैन। के भइरहेको छ? यही भइरहेको छ। अब यसमा के खुसियाली मनाउने? तनाव त्यहाँ छ, सर्भिस पनि राइट भइरहेको छैन भने तपाईँले बेसिकमा जब उत्कृष्ट गर्न सक्नुहुन्न त्यसपछि त्यो खेलमा तपाईँ पछि पर्नुहुन्छ, निश्चित रूपमा नै त्यही भइरहेको छ। सुरज यसपटक पनि थापेका छन् बललाई, फेरि चान्स पाएका थिए, त्यही पुगे सुरज। क्या छ उनको मेन्टालिटी? यहाँ पहिला ब्याककोर्टबाट लिए सट, ठुलो डिफ्लेक्ट हुँदै आयो र त्यहाँ भने ह्यान्डसम प्लेयर उमबहादुर छेत्री थिए, उनले चान्सलाई क्यापिटलाइज गरे। एउटा क्विक रियाक्सन चाहिएको थियो, राम्रो रेस्पोन्ड हुनेबाट। डबल ब्लकमा अटेम्प्ट गरेका छन्, तर एन्टेना भायोलेसन हुनेछ। यहाँ स्पाइकरले कहीँबाट केही भएन भने पनि यसरी भइरहेको छ, हेर्नुहोस् एन्टेनामा प्रहार। अहिले पनि अर्जुन सन्त्यालुन लिबेरो, यहाँ रमेश बमसन, उमबहादुर, भीम, अमित थिए त्यहाँ, सुरज आए, त्यसपछिको कडा प्रहार। हामी भनिरहेका छौँ प्रवीण विक पनि एकजना खेलाडी छन् जसले प्रयास गरिरहेका छन्, तर त्यो कन्सिस्टेन्टली गर्न सकिरहेका छैनन् कसैले पनि।
तर प्रवीणले भने पाएको मौकामा ठिकठाक गरेको देखेको छु अहिलेसम्म मैले। जब जब फ्रन्ट कोर्टमा आएका छन् के एकाध मिसहरू भएको छ, त्यो हो। बेला बेलामा बल पनि मिलेको हुँदैन। रमेश सर्भिसमा थिए, यहाँ सुरज यति पावरफुल छ, ब्याकफुटबाट पनि समस्या भइरहेको छ। त्यो बलमा देख्न सक्छौ प्रयास त थियो, त्यहाँ रोक्न कसले सक्ने। सुरजलाई आज निकै मुस्किल छ। राम्रो, अत्यन्तै राम्रो क्विक स्पाइक। सायद वीरेन्द्र लोहार नै हुन सक्छन्, मैले गेस मात्रै गरेको छु कि, किनकि उनी आउँछन् बेला बेलामा सटिकताले प्रहार गर्छन्, नपके पनि वीरेन्द्र लोहार नै हुन्। बिम्पुन सर्भिसमा। बहादुरको स्थानमा तुषार खत्री आएका छन्। अपोनेन्ट कोर्टमा पनि केही परिवर्तनहरू देखेका छौँ हामीले। टोपाटन स्पोर्ट्स क्लबको लागि सुरजको सर्ट रहेको छ, यसपटक पनि फ्रन्ट कोर्ट ब्रिज हुनेछ। निकै नै पावरफुल स्पाइक। अर्जुन बलियान जब ब्याककोर्टमा हुन्छन् लाग्छ कि अलिकति केही घातक हुनेछ, तर त्यही बेलामा आउँछन् त्यो पाइप अट्याकहरूमा, थर्ड लाइन अट्याकहरूमा सुरज चौधरी आफ्नो हाइट, आफ्नो रिस्कको फाइदा उठाउँछन्। अर्जुन बलियानको सर्भिस थियो, यो बाहिरिन पुग्यो अहिले पनि। सायद यो जम्प सर्भिस अलिकति राइट हुनु पुग्यो भए अफकोर्स पोइन्ट डेफिनेटली आउने नै थियो, किनभने त्यो ठाउँमा सर्भिस इट वाज भेरी फ्यान्टास्टिक। परविनको सर्भिस पुनः जानेछ सुरजका लागि, र सुरज मिस गर्ने छैनन् यो पटक पनि। पटक पटक, यो पटक मात्र होइन, उनी पटक पटक गरिरहेका छन् यस्तो खाले। हेर्न सक्छौँ सम्झिनेछ आज डोरपाटनले पक्कै पनि होटेल पुगिसकेपछि सुरजलाई एकपटक। पहिलो सेटमा पनि अर्जुन बलियान र पछिल्ला बाँकी दुई सेटमा सुरज चौधरीको शानदार प्रदर्शन, र यी दुईजना भारतीय स्पाइकरहरू नै निर्णायक साबित बनेका छन् आजको यस खेलमा। उनीहरूलाई रोक्न त के, उनीहरू कहाँबाट के गरिरहेका छन् त्यो बुझ्न पनि गाह्रो भइरहेको छ डोरपाटन स्पोर्ट्स क्लबलाई। अमित गाले दिएका छन् सुरज, बस केही पनि गर्नु पर्दैन। एउटा राम्रो अप्रोच, बलको मेरिट ठिकठाक दिए मात्र पुग्छ उनलाई। त्यसलाई एक्जिक्युट गर्नको लागि बाँकी साउनीसँग आर्म स्विङ गरेर जसरी प्रहार गर्छन्, त्यो ग्रिपको कुरा गर्दै हुनुहुन्थ्यो जोपाना मिकाउनको सर्टमा। म त फ्यानै भइसकेँ दाइ सुरजजीको होइन, जुन ह्यान्डको मुभमेन्ट छ उहाँको। अहिलेको बलमा पनि जुन ब्लकर हुनुहुन्थ्यो त्यहाँनिर, उहाँ सायद अलि हाइट भएको कारणले गर्दाखेरि त्यो चेकआउट हुनुभयो, नत्र भए त्यो बल सिधै जोन नम्बर 4 मै जान्थ्यो जस्तो लाग्यो मलाई। नवराज धामी बेला बखत डोरपाटन स्पोर्ट्स क्लबको लागि खेलमा फर्काउने काम गर्दै उनी। अमित कहा पाउनेछन् फेरि पनि सुरजले। यसपटक पनि नियन्त्रणमा त देखिएका थिएनन् सुरज, केही गडबड भइसकेको थियो उनको जम्पमा मलाई लाग्छ टेक अफमा। टेक अफमा अलिकति उहाँ चाहिँ अलि अगाडि नै गइसक्नु भएछ, बल चाहिँ पछाडि पर्नुको कारणले गर्दाखेरि त्यो बललाई तनाइमा अलिकति नमिलेको कारणले आउट गयो। यसपटक पनि हल्का हातले पुस गर्न चाहन्थे, तर यसपटक मलाई लाग्छ सेटरबाट त्यो बल नै डिस्ट्रिब्युट राम्रो हुन सकेन। पानामिका के भन्नुहुन्छ? सेटरको पनि अलिकति मिस्टेक थियो, तर त्यो बललाई सायद क्रस त गर्न सकिन्थ्यो होला। उहाँले अगाडि ठाउँ देख्नुभएको थियो, त्यो ठाउँमा प्लेयर अलरेडी थियो। कोही कोही बेलामा त्यस्तो हुँदाखेरि चाहिँ अलिकति हडबडिन्छ, ए त्यहाँ प्लेयर पो रहेछ भनेर कता फ्याँक्यौँ हुँदाखेरि पनि त्यो मिस्टेक हुन पुग्छ। वान ह्यान्ड ब्लक जस्तो देखेँ मैले अलिक टचमा होइन। 11 जर्सी नम्बर उहाँको नाम के थियो? ओम बहादुरको। अग्रतामा जानेछ खेल्सी युथ क्लब। यो सेटमा पनि निकै नै राम्रो प्रयास डोरपाटन स्पोर्ट्स क्लबबाट, तर सुरज यति घातक छन्। ओम बहादुर छेत्रीलाई हामी बिर्सिन्छौँ बेला बेलामा, तर उनी पनि कम्ता त कहाँ छन्। सुरजको सर्भिस बाहिर छ अहिले पनि। सर्भिसबाट अङ्क प्राप्त गरिरहेको छ यहाँ टिमले। सामान्य कुराको कमजोरी, त्यो कमजोरीले गर्दाखेरि डोरपाटनलाई एकदमै सहज भइरहेको छ।
र दुर्पाटन पनि छुट्ने छैन कमजोरी गर्ने कुरामा केही कसर बाँकी राखिरहेको छैन हामीलाई लागिरहेको थियो तेस्रो सेटमा कमब्याक गर्ने मौका छ तर यहाँ जे गल्ती खेल्जीले गरिरहेको छ त्यही गल्ती दोहोऱ्याइरहेको छ दुर्पाटनले स्पटको सर्भिस कुमार सन्थ्याल आफ्नो शेरबहादुर बलामीको रहेको थियो भने अङ्क पनि हुनेछ डोरपाटनको टच आउट गराउन सफल भएको छ धेरै पछि र यही सेट हो यदि केही गर्न सक्छ भने प्रवीण विक आएका थिए र उनीसँग पनि राम्रो जम्प देखेँ मैले राम्रो हाइटमा पुग्छन् उनी आफ्नो त्यो जम्प क्वालिटीबाट हाइट कम भए पनि रमेशको सर्भिस थियो यो यहाँनिर फम्बल हुन पुग्यो रिसिभको एउटा राम्रो चान्स थियो सुरज प्रयास गरेका थिए राम्रो तयार थिएनन् नि त्यो बलको लागि अग्रतामा छ डोरपाटन आखिर यस्तो पनि देख्न पाएका छौँ आज हामीले यो पनि हुँदो रहेछ अर्जुन बलियान आएका छैनन् त्यस कारणले गर्दा हुन सक्छ अब उनी आएका छन् उनले बराबरी अङ्क ल्याइ पनि सके उनी अगाडि त्यो फ्रन्ट कोर्टमा आउने बित्तिकै चहल पहल सुरु भइसक्छ पावर मात्र होइन उनको शक्तिशाली प्रहारहरू देख्नु भएको छ भने यो पनि हेर्नुहोस् उनको त्यो प्लेसिङको आइडिया हेर्नुहोस् जसरी भए पनि ठोक्काएरै छाडे हातमा मौकाको फाइदा उठाउन सक्ने छैनन् अर्जुन बलियान भने बल भित्रको बलमा पनि यो प्रकारले एक्जिक्युट गरेका छन् कि यसलाई शानदार भन्नु सिवा अरू केही भन्न सकिँदैन यतिखेर लाइक यो चाहिँ एक्सपिरियन्स प्लेयरहरूले मात्र गर्छ मैले पनि भने यतिखेर सायद उहाँ त्यस्तो नहुनुको ड्याममा हानेर कि त केही न केही हुन्थ्यो होला तर उहाँले के गर्नुभयो त्यो अप्ठ्यारो बललाई त्यो जोन नम्बरको कर्नरमा खाली थियो त्यसमा हल्का प्लेनली स्पाइक हानेर स्कोर प्राप्त गर्नुभएको छ ओभरअल पारमिका अहिलेसम्म यो सेटमा राम्रो गर्दैछ कम्पिटिसन दिइरहेको छ भनौँ डोरपाटनले र त्यसमा धेरै मिस्टेकहरू हो त्यो खिल्जीको पनि यो थर्ड सेटमा चाहिँ डोरपाटन स्पोर्ट्स क्लबको एकदमै राम्रो देखिरहेको छु मैले उहाँहरूको सर्भिसिङ गर्ने अहिले पहिलाभन्दा अलिक सुधार देखेको छु सर्भिसिङको पार्ट अर्को भनेको स्पाइकिङमा धेरै राम्रो देखिरहेको छु पक्कै पनि सुधार गर्नुपर्ने पक्षहरू धेरै छन् यहाँ टिमलाई स्कोर दिलाउँदै अग्रता पनि लिएको थियो त्यो अग्रतालाई कायम राख्न सकिरहेको छैन यस्तो किसिमको सर्टहरू आवश्यकता हुन्छ यहाँ यदि अग्रता लिनु छ टिमलाई स्कोर दिलाउनु छ जित दिलाउनु छ यो सेटमा त अपरिहार्य छ जितको लागि जानेछ डोरपाटन खिल्जी पनि छोड्ने छैन आफ्नो जित यो सेटमा खेल सकाउन चाहन्छ त्यसैका लागि आउनेछन् सुरज र अङ्क दिलाउनेछन् दुईजना खेलाडी भारतीय खेलाडी दबदबा कायम राख्नेछन् अर्जुन बलियान जब उनी फ्रङ्कफुटमा आउँछन् तब हामीले यो राखेपको कबोर्ड हलमा देखिरहेका छौँ उनलाई भोटिङ उनलाई आउँछ होला जसरी पनि पाइरहेको छ यहाँ अङ्क अब पनि अग्रतामा आएको छ के असहज हुनेछ यहाँबाट डोरपाटनलाई यो खेलमा अगाडि बढ्नको लागि अर्जुनको सर्भिस यहाँ भने माइन्ड गेम चान्स हुनेछ कसले लिनेछन् चान्स अर्जुन लिनेछन् चान्स अर्जुन बलियान हेरिरहेका छौँ हामीले उनले निराश बनाइरहेका छैनन् टिमलाई खुसी दिलाइरहेका छन् टिमलाई अन्तिम सेट छ गाउनेछ टिमलाई अग्रता गइरहेको छ अन्तिम अवस्थामा यो सेटमा के कमब्याक गर्नेछ डोरपाटनले मेन्टालिटी देखाइसकेको छ 2 अङ्कको अग्रता छ भेटाउन सक्ने सम्भावना छ तर जब यहाँ अर्जुन बलियान छन् तब भेटाउने सम्भावना निकै कम हुनेछ उनको शटको सठिकता यो स्पाइक हेर्न सक्छौँ तयार हुन्छन्
वेट गर्छन्, होल्ड गर्छन् आफूलाई एकपटक र त्यो पावरफुल सर्टसँगै आउनेछन् अनिस सर्भिसमा आएका छन्। राम्रो बचाउ छ यहाँ, के गर्नेछन् सुरजले? चान्स बल्छ, डोर पाटनलाई चान्स कन्भर्ट हुनेछ यो पटक भने 2 अङ्कको मात्र अग्रता छ। अहिलेको सिचुएसनमा चाहिँ जुन प्रहार वीरेन्द्र लोहारले गर्नुभयो उहाँको स्पाइकिङ एकदम राम्रो थियो, तर ब्याक कोर्टमा अपोनेन्ट टिमको रिसेप्सन फर्मेसन अलिकति नमिलेको जस्तो देख्छु म। अर्जुनजीको पोजिसन जुन ओपन स्पाइकरले गर्दाखेरिको बढी पोजिसन मिलाउनु पर्ने थियो, तर उहाँ त्यो ठाउँमा पुग्नु भएको थिएन। यसपटक पनि लिबेरो नारायण आफूलाई नै कोस्नेछन् यहाँ, किन यस्तो गर्न पुगे मैले? नारायण थापा सजिलै देखिँदै थियो उनको लागि, त सायद लागेको पनि थियो उनी रोक्नेछन्, तर ढोरपाटनको यहाँ पुनरागमनको सङ्केत देखिरहेका छौँ हामी। वीरेन्द्र लोहार सर्भिस उनको, भीम गहा अमित गहा हुन् उनी, र उनी हुन् सुरज कुमार। यसपटक सुरज कुमार सेकेन्ड रेफ्रीले भनेका छन् विजय केसीलाई कि आउट छ यो, उनले पनि आउट इसारा गरिदिए। र टाइम आउट अहिलेसम्म 18-18 को बराबरीमा हामी देखिरहेका छौँ। र खेल्ची युथ क्लबले यहाँ त्यो जुन पहिलाको त्यो प्रदर्शन थियो पहिलो 2 सेटमा, त्यो दबदबा त्यसलाई निरन्तरता दिन सकिरहेको छैन। त्यो कारण भनेको केही मिस हिटहरू पनि भएका छन् सुरजबाट, र डिफेन्समा कहिलेकाहीँ राम्रो पनि गरिरहेको छ ढोरपाटन स्पोर्ट्स क्लबले। र अहिले अट्याकहरू त्यसभन्दा अगाडिको जुन मिसफायर एकदमै बाहिर प्रहार गर्थे ढोरपाटनका स्पाइकरहरूले, अहिले त्यो अलिकति कम भएको पनि छ। स्पाइकमा सुधार, डिफेन्समा सुधार, त्यसपछिको नतिजा यो बराबरी कन्टिन्यू भने गर्न सकिरहेको छैन। वीरेन्द्र लोहार आउनेछन् सर्भिसमा। यो पटक पुनः अब तारिफ सुरु गर्नुहोस्, केही समय होल्ड गर्नुहोस्, सेलिब्रेसन गर्नुहोस्, त्यसपछि लामो समय दिने छैन सेलिब्रेसन गर्नको लागि। सुरज चौधरी पटक पटक देखिरहेका छौँ हामीले, त्यो किसिमको स्पाइक उनीबाट कन्टिन्यू देखिरहेका छौँ। टिमलाई पुनः अग्रता दिलाएका छन्। यस सेटमा समाप्त गर्न चाहन्छ केवाइसी खेलमा, तर दिने छैनन्, यति सजिलो छैन। रमेश भाम सजिलै दिने छैनन् यो खेल। पुनः पनि यो सेट भने निकै रोचक भएको छ। यो सेटमा समाप्त गर्नेछ। कुमार छन्त्याल आएका छन् सर्भिसमा। कसको लागि जानेछ बल? बल जानेछ, राम्रो रिसिभ, पुनः पनि चान्स छ, चान्सको सदुपयोग हुनेछ। अर्जुन बलियान हुन् उनी आफ्नो टिमको लागि। थर्ड लाइनबाट यो पटकको प्रयास निकै पावरफुल थियो। बेला बेलामा टिमलाई हौसला दिइरहेका छन्। यहाँ सुरज चौधरी भने केही कमजोरी गरिरहेका छन् यो सेटमा। 20-20 को बराबरी छ। ढोरपाटनले मच बेटर पर्फर्मेन्स अहिले भने पछिल्लो 2 सेटमा अत्यन्तै निराशाजनक प्रदर्शनपछि खास यो सेटमा जस्तो खेलेको छ, यो प्रकारले मैले अपेक्षा गरेको थिएँ ढोरपाटनबाट। र ढोरपाटन स्पोर्ट्स क्लबको लागि त्यो बेसिकको प्रब्लम जुन रहेको थियो यसभन्दा अगाडिको त्यही 3वटा पक्ष सुधारेको छ, र त्यति मात्रै हो। त्यसमा चाहिँ त्यो मोसन यदि तपाईँको एकपटक रिदम मिल्यो भने अपोनेन्टबाट गल्ती हुन्छ। हेर्नुहोस्, अर्जुन बलियानलाई यतिमा पनि रोक्न सकिरहेको थिएन अघि। सुरजले पनि मिस्टेक गरिरहेका छन्, त्यस कारणले गर्दा पनि हो त्यो प्रेसर अब दबाब पर्न थालेको छ। बुझ्नुभयो पनामिका? प्रेसरले गल्ती गराउँछ। अफकोर्स है, त्यो हुन्छ नै। अलि प्रेसर आउँदै गइसकेपछि, हडबडिँदै गइसकेपछि त्यो माइन्डले अलिक काम गर्न नसकेको हो कि जस्तो टाइपको फिल हुँदै आउँछ कि, अनि त्यतिखेर बलहरू बिग्रिने, आत्तिने त्यस्तो टाइपको हुन्छ प्लेयरमा। क्या डिफेन्स थियो अहिले? प्रयास त गर्नेछन् तर धेरै राम्रो प्रयास। अर्जुन बलियानको त्यो बलियो शर्त थियो नै, कति टाढा गयो यसबाट नै अनुमान लगाउन सक्छौँ कि
शक्तिशाली कति छन् उनी, तर धेरै राम्रो प्रयास डोरपाटन स्पोर्ट्स क्लबबाट। राम्रो थियो प्रयास, बल बचाउने प्रयास, बल पनि बच्न सकेन। यो पटक बराबरीको अवस्थामा छ, निकै रोचक भइरहेको छ। पुरा चान्स हुनेछ यहाँ, के चान्सलाई कन्भर्ट गर्नेछन्। राम्रो ब्लक र यहाँ अपिल त गरिरहेका छन् इन्टरनेसनल रेफरी विजय केसीलाई। पक्कै पनि यहाँ पनि सब ठिकठाक छ अहिलेसम्म। त्यसपछि यो सटमा सायद नेटमा टस के थियो? यसो रिप्ले हेर्दाखेरि त आई थिङ्क हातमा टच भएको जस्तो पनि देख्छु, खै क्लियरली त देखेको छैन, तर रेफ्रीको डिसिजनै लास्ट डिसिजन मानिन्छ। उहाँले देखाए अनुसार सायद नेटमै लागि भएर हो। किनकि विजय केसी यति विश्वस्त थिए आफ्नो निर्णयमा, 1 सेकेन्ड पनि उनलाई दुविधा थिएन। सिधा देखाए, होइन होइन जानुहोस् तपाईँहरू आफ्नो ठाउँमा जानुहोस्। इन्टरनेसनल रेफ्रीको त्यो कन्फिडेन्सको अगाडि अब खेलाडीहरूले स्वीकार्नै पर्ने हुन्छ। अहिलेसम्म हेर्ने हो भने रिप्लेमा पनि तपाईँहरू केही मोमेन्टहरू देख्नुहुनेछ जहाँ गल्ती धेरै भएको छ खिल्जी युथ क्लबबाट पहिलो 2वटा सेटको तुलनामा, र गल्ती कम गरेको छ। यो सेटमा कम्तीमा यतिको प्रयास पनि देखेको थिएन पहिलो 2टा सेटमा डोरपाटनबाट। भवेश त्यही नै हो, दबाब त दिनु पर्यो। गल्ती कम गर्ने, आफूले दबाब दिने, दबाबबाट गल्ती गराउने अरूबाट। अर्जुन बलियानको अर्को एकपटक खिल्जी युथ क्लबको लागि यो टच आउट, उत्कृष्ट सट। कम्तीमा त्यो बनिरहेको दबाब, त्यो नर्भसलाई अब भने उनले कम गरेका छन्। यो पटक मिस्टेक गरेनन् उनले, लगातार मिस्टेक भइरहेको थियो। अझ त भनौँ पहिलो र दोस्रो सेटमा सुरज चौधरीले जस्तो खेलिरहेका थिए, कन्टिन्यू गर्न सकेका थिएनन् उनले, उनलाई साथ दिनुपर्ने थियो। र यहाँ साथ छुट्नेछ, अङ्क आउनेछ डोरपाटनलाई। अब केही राम्रो गरिरहेको छ डोरपाटनले यो सेटमा, निकै रोचक भइरहेको छ सेट। पहिलो सेट दोस्रो सेट एकतर्फी गएको थियो, खिल्जी युवा क्लबले लिएको थियो, तर तेस्रो सेटमा भने केही सुधारको पक्षहरू आइरहेको छ, केही सुधार भइरहेको छ, गेम हेर्न लायक भइरहेको छ। यहाँ अर्जुनका लागि जानेछ, अर्जुनको त्यो अर्जुन दृष्टि यो पटक कम हुने छैन, म्याच पोइन्ट आउनेछ खिल्जीलाई। हेर्न सक्छौँ सठिकता यो सटमा, पावरफुल, निकै नै पावरफुल, प्लेसिङ पनि त्यही अनुसारको थियो। अहिले 3 जना खेलाडीहरू ब्लकको लागि अटेम्प्ट गरिरहेका थिए, 3 जना खेलाडीहरूकै फिङ्गर पुरै हात बेन्ड हुन पुग्यो। म्याच पोइन्टको लागि यो र्याली रहेको छ। के डोरपाटन बस्नेछ? पक्कै बस्नेछ, जीवित छ, अझै जीवित छ, जीवनदान पाएको छ यहाँ नवराज धामीको स्पाइकमा डोरपाटनले। कतिसम्म रोकिन्छ भन्ने अवस्था हो, अन्तिम अवस्थामा छुटिरहेको छ खेल डोरपाटनको पोल्टोबाट। यो पटक भने केही सुधार गर्नुपर्नेछ। सायद खेल स्पाइकको लागि जानेछन् अर्जुन बलियान, रोकेको छ, के अझ फेरि बस्नेछ यहाँ? अर्को एकपटक मौका, अर्जुन बलियानको कडा प्रहार, फेरि पनि रोक्न सफल डोरपाटनको ब्लक। राम्रो डिफेन्स। तेस्रो पटक अर्जुन, तेस्रो पटक पनि हो, बचाएको छ। के प्रयास हुनेछ यहाँ? अन्तिममा भने हार्नु पर्नेछ। अर्जुन बलियानको शक्तिको अगाडि डोरपाटन स्पोर्ट्स क्लब पनि नतमस्तक। खिल्जी युथ क्लबका सपोर्टरहरू कति खुसी छन् हेर्न सक्छौँ। क्या मेहनत थियो यहाँ, सक्दो दिएका थिए खेलाडीहरूले, तर उनको पावरफुल स्पाइक त्यही नै निर्णायक बनेको छ। म्याच नम्बर 10 को नतिजा सोझो सेटमा खिल्जी युथ क्लबको पक्षमा। जुन लास्ट अट्याक थियो अर्जुनजीबाट 3 अट्याक होइन, फर्स्ट अट्याक सेकेन्ड अट्याकबाट उहाँले पोइन्ट ल्याउँछु भनेर हाल्नुभएको थियो, तर लास्ट अट्याक चाहिँ जुन देख्न सक्छौँ हामीले, जेसुकै होस् उठाएकै गरिरहेछ भन्ने तरिकाले नै हाल्नुभएको जस्तो देखियो। त्यसको मतलब अपोनेन्ट टिम डोरपाटन टिमले यो सेटमा कति राम्रो डिफेन्स, कति राम्रो ब्लकिङ गर्नुभएको रहेछ। पहिलो सेटमा 25-15, 25-19, त्यसपछि सेट पनि जितेको छ यो टोलीले। यसपछि हामी आउनेछौँ पोस्ट म्याच लिएर।